हेलो हेलो साथीहरू, दर्शन नमस्ते अनि गुड मर्निङ सबैजनालाई होइन। म चाहिँ हाल मलेसियादेखि होइन। यो भिडियो चाहिँ मलेसियाको हो। म बस्ने ठाउँ चाहिँ सेरम्बान भन्छ होइन। यो चाहिँ यतैको भिडियो सेम हाम्रै नेपालको डाँडा काँडा वनपाखा जस्तै छ कि यता पनि कति रमाइलो होइन, हेर्न सक्नुहुन्छ। त्यहाँ देखिरहेको चाहिँ यो चाहिँ पेट्रोल पम्प हो होइन। अनि त्यो अगाडिपट्टिहरूका त्यही हामीले सामान झार्ने पसलहरू कति मजा आएको छ। आनन्दको यो हरियाली देख्न सक्नुहुन्छ। यहाँ दामी छ फेरि आफ्नै गाउँघर जस्तै के यस्तो डाँडापाखा देख्दा त गाउँघरको सम्झना जल्दी आउँछ। के गर्ने परदेशी जिन्दगीको परेको यस्तै हो होइन। अब आफ्नो देशमा रोजगार छैन, परदेशी नै बन्ने बाटो जाने, के गर्ने त्यस्तै हो। मेरो त काम चाहिँ फेरि गाडीमा चारैतिर पुग्नुपर्छ सामान छोड्ने। यता फेरि नदी पनि छ कि छेउमा। त्यहाँ अगाडि यो केराको झारी होइन, केराहरू नरिवलको बोटहरू सब मिल्छ कि फेरि यता फेरि गाउँघर जस्तै ठुला रुखहरू पनि। यो त हो रमाइलो परदेशी जिन्दगी होइन। मनमा जति पीडा भए पनि यस्तै छ। के गर्नु परदेशी जिन्दगी। साथीहरू भिडियो हेरेपछि लाइक कमेन्ट सेयर गरिदिनु होला मन परेपछि। अरू त के भन्ने हो र, हजुरको एक लाइक एक कमेन्टले मलाई अझै अगाडि बढ्ने हौसला दिनेछ।